साथीहरू, आजको भिडियोमा म तपाईहरूलाई एउटा जबरजस्त एप्सको बारेमा बताउन गइरहेको छु जसले तपाईको फोटोलाई भिडियोमा रूपान्तरण गर्न सक्छ, त्यो पनि 100% फ्रीमा र केवल 1 मिनेट भित्र। यो एप्सको नाम हो ग्रोक। यो प्रयोग गर्न एकदम सजिलो छ र पूर्ण रूपमा फ्री पनि हो। सबैभन्दा पहिले आफ्नो प्ले स्टोर खोल्नुहोस् र सर्च बारमा ग्रोक टाइप गर्नुहोस्। त्यसपछि सुरुमा देखिएको ग्रोक एप्सलाई इन्स्टल गर्नुहोस्। एप्स इन्स्टल भएपछि ओपन गर्नुहोस्। अब तपाईले यस्तो इन्टरफेस देख्नुहुनेछ। त्यसपछि माथि लेखिएको इमेजिन भन्ने ठाउँमा टच गर्नुहोस् र त्यसको तल देखिने प्लस आइकनमा पनि टच गर्नुहोस्। अब आफ्नो मोबाइल ग्यालरीबाट एउटा फोटो छान्नुहोस् जुन फोटो तपाईले भिडियोमा कन्भर्ट गर्न चाहनुहुन्छ। फोटो अपलोड भएपछि भिडियो बनाउने प्रोसेस स्वचालित रूपमा सुरु हुन्छ र केही छिनमै भिडियो तयार हुन्छ। भिडियो तयार भएपछि तल देखिएको डाउनलोड आइकनमा टच गरेर त्यो भिडियो आफ्नो मोबाइल ग्यालरीमा सेभ गर्न सक्नुहुन्छ। बस यति सजिलो। फोटोबाट भिडियो बनाउने काम 1 मिनेटमै सकिन्छ, त्यो पनि पूर्ण रूपमा फ्रीमा।